नमस्ते, 안녕하세요. आजको भिडियोमा हामी च्याप्टर 27 को इपिएस टपिक इल्गीलाई हल गर्न सिक्नेछौँ। इपिएस टपिक तयारी गरिरहनु भएको साथीहरूको लागि थोरै भए पनि हेल्प होस् भन्ने आशाले यो भिडियो तयार पारेको छु। परीक्षामा यस्तै खालको क्वेशनहरू आउने भएकोले राम्रोसँग तयारी गर्नुहोला। हेरौँ हामी च्याप्टर 27 को इपिएस टपिक इल्गी रिडिङमा चाहिँ कस्तो खालको क्वेशनहरू राखिएको छ। जाउँ इल वनमा थानवा दिएको शब्दसँग ख्वान्गे नोन सम्बन्धित भएको रिलेटेड भएको गसुन कुरा मुअस इम्निका के हो। थानवा ख्वान्गे इन्नुन गसुन मुअस इम्निका दिएको शब्दसँग सम्बन्धित भएको कुरा के हो भनिएको छ। यस्तो खालको क्वेसन चाहिँ हामीलाई परीक्षामा एकवटा आउँछ। धेरैभन्दा धेरै प्र्याक्टिस गर्न चाहनुहुन्छ भने मैले पुरानो भिडियोमा चाहिँ यस्तो खालको क्वेसन 200 वटा जति सल्भ गरेर राखेको छु, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। र अरू पनि छ, जस्तै ख्वान्गे इन्नुन भइहाल्यो, फान्देमाल, फिसुथानमाल सबै खालको क्वेसनहरू चाहिँ मोडल क्वेसनबाट हल गरेर राखेको छु, त्यहाँ गएर अझै पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ है त। हेरौँ हामी यहाँ हाङ्गल नाल कोरियन लिपि दिवस है, कोरियन लिपि दिवससँग चाहिँ सम्बन्धित भएको कुरा छान्नु पर्ने हुन्छ। जाउँ अप्सनमा इल्बन छिबान इल घरभित्रको काम, इबन छोरी बप पकाउने तरिका विधि, साम्बन खुक्याङ इल राष्ट्रिय विदा, साबन यहेङजी भ्रमण स्थल। अब हाङ्गल नाल चाहिँ कुनसँग सम्बन्धित रहेको छ पत्ता लगाउनु भयो। हाङ्गल नाल छिबान इलसँग सम्बन्धित छ कि छोरी बपसँग सम्बन्धित छ कि खुक्याङ इलसँग सम्बन्धित छ कि यहेङजीसँग सम्बन्धित होला। पक्कै पनि हाम्रो हाङ्गल नाल चाहिँ खुक्याङ इलसँग सम्बन्धित रहेको छ, अथवा हाङ्गल नाल चाहिँ के हो त खुक्याङ इलभित्र पर्छ भनेर बुझ्नु भए पनि हुन्छ। राष्ट्रिय विधाभित्र चाहिँ हाम्रो हाङ्गल नाल पनि पर्छ है त। हाङ्गल नाल चाहिँ खुक्याङ इलसँग सम्बन्धित रहेको छ। छङदाबुन साम्बन इम्निदा। जाउँ हामी इबनमा थाउमजुङ दिएको मध्येमा मिचुल छिन अन्डरलाइन गरिएको फुबुनी भाग मान्नुन मिल्ने मुन्चाङुल वाक्यलाई खोरु सिप्सियो छान्नुहोस्। थाउमजुङ मिचुल छिन फुबुनी मान्नुन मुन्चाङुल खोरु सिप्सियो दिएको मध्येमा अन्डरलाइन गरेको भागमा मिल्ने वाक्यलाई छान्नुहोस् भनेर भनिएको छ। यो चाहिँ हाम्रो पहिलाको क्वेसनहरू भन्दा चाहिँ अलिकति नयाँ प्याटर्नमा रहेको छ। नर्मली किपमा टपिकमा चाहिँ यस्तो खालको क्वेसनहरू धेरैवटा हल गर्नुपर्ने हुन्छ। यहाँ पनि तपाईँहरूले राम्रोसँग प्र्याक्टिस गर्नुभयो भने सजिलैसँग मिलाउन सक्नुहुन्छ। हामीले पढेको ग्रामरहरूबाट नै त्यहाँ सेन्टेन्स सहित चाहिँ कुनै पनि वाक्यहरू चाहिँ के हो त कुनै पनि भबहरूलाई अथवा ग्रामरलाई चाहिँ नमिल्ने गरी राखिदिएको हुन्छ। त्यो नमिल्ने गरेको मध्येमा मिल्ने गरी चाहिँ कति नम्बरमा राखिएको छ त्यो चाहिँ चुज गर्नुपर्ने हुन्छ। हेरौँ हामी इल्बनमा छनुनमा चाहिँ तातु थानुन न्यानो भएको फोमी छुवायो बसन्तलाई मन पराउँछु मनपर्छ। तातु थानुन गरेको छ, अब यो मिलेको छ कि छैन हेर्नुहोला। नुन उन न उन नुन ग्रामर चाहिँ लगाइएको हो। यो इबनमा छाजु प्राय मान्देल नुन बनाइरहेको उम्सिगी मोयो प्राय बनाउने खानेकुरा के हो भनेको छ। मान्देलदामा नुन लगाइएको छ, मान्देल नुन गरेको छ, मिलेको छ कि छैन हेर्नुहोला। यो चाहिँ हाम्रो भिएसटी प्लस नुन प्लस नाउन ग्रामर चाहिँ लगाइएको छ। यहाँ हामी अलिकति अहिले हामी
च्याप्टरमा अगाडि गएर पनि हेर्नेछौँ। सबैजनाले च्याप्टर चाहिँ सिरियल्ली पढ्दै आउनुभएको छ भने मुनपप इल मुनपप ईमा पनि राखिएको ग्रामरलाई नै यहाँ तल हामीलाई राखिदिएको हुन्छ। नर्मली पढिसक्नु भएको छ भनेदेखि बुझ्न सजिलो हुन्छ है। साम्बनमा छे इल सबैभन्दा खाकाप उन नजिकै भएको याकुकी औषधि पसल अधिएयो कहाँ हो? छेल खाकाप उन याकुकी अधिएयो सबैभन्दा नजिक भएको औषधि पसल कहाँ छ भनेर भनिएको छ। खाकाप्तामा खाकाप उन गरिएको छ। साबन छिगुम थुन्नुन अहिले सुनिरहेको उमागुन सङ्गीत चाहिँ के भाबियो के पप हो भनेर भनिएको छ। थुत्तामा थुन्नुन गरिएको छ है त। ओके, हामी एकचोटि यसको ग्रामरलाई हेरौँ न त है माथि। त्यस पछाडि तपाईँहरूले एन्सर पक्कै पनि पत्ता लगाउन सक्नुहुन्छ होला। पढिसक्नु भएको ग्रामर हो है त। नर्मली हामीले बेसिक पढ्दा पनि एभ्री ग्रामर चाहिँ डिटेलमा अध्ययन गरेको हुन्छौँ र एडभान्समा आएपछि एडभान्स बुकमा पनि एभ्री च्याप्टरमा चाहिँ के हो त 2वटा ग्रामर राखिएको हुन्छ। त्यो ग्रामर पनि अझ हामीलाई के हुन्छ रिपिट हुन्छ। अझै राम्रोसँग चाहिँ पढ्नुहोस् है। हेरौँ, हाम्रो मुनपप इलमा राखिएको छ नुन ग्रामर राखिएको छ है। त्यही नुन ग्रामर नै हाम्रो तल क्वेसनमा चाहिँ राखेर क्वेसनमा सेन्टेन्स सहित राखेर चाहिँ बनाएर हामीलाई क्वेसन बनाइएको छ। यो ग्रामर बुझ्नुभयो भने त्यो सजिलैसँग मिलाउन सक्नुहुन्छ है। के हो त भिएसटीको पछाडि नुन अथवा न उन र इल ग्रामर हो यो। टोटलमा भन्नुपर्दा हामीले नर्मली सबै नै पढ्दा चाहिँ के हो त यसरी पढ्छौँ है त। जस्ट एकचोटि हेरौँ थोरै। भिएसटी प्लस नुन अनि न उन भिएसटी प्लस नुन न उन अनि अर्को र उल प्लस नाउन। यस्तो खालको ग्रामर हो। नर्मली हामीले बेसिकमा पढ्दा यसरी पढ्नु भएको थियो होला। भिएसटी प्लस नुन न उन र उल प्लस नाउन है त। भिएसटीको पछाडि नुन न उन र उल प्लस नाउन। यसलाई डिटेलमा भन्नुपर्दा चाहिँ भिएसटीको पछाडि नुन प्लस नाउन है। भिएसटीको पछाडि भिएसटी मात्रै छ भने के हो त हामी एकचोटि थोरै मात्रै डिटेलमा हेरौँ। पढिसक्नु भएको होला तर पनि अलिकति कन्फ्युज हुनुहुन्छ भने यहाँ बुझ्न सक्नुहुन्छ। भिएसटी प्लस नुन प्लस नाउन यस्तो खालको प्याटर्न हो। भिएसटी प्लस नुन प्लस नाउन अनि भिएसटी प्लस नुन प्लस नाउन यो चाहिँ के हो त टेन्स अनुसार चाहिँ लगाउनु पर्ने हुन्छ। प्रेजेन्ट यो चाहिँ नर्मली भिएसटी प्लस नुन प्लस नाउन प्रेजेन्ट टेन्समा लगाइन्छ। अनि अर्को एग्जेक्टिभ प्लस पास्टमा चाहिँ न उन गरेर न उन प्लस नाउन यसरी चाहिँ लाउन सक्नुहुन्छ। अनि अर्को फ्युचरमा
भिएसटी प्लस र उल प्लस नाउन गर्न सक्नुहुन्छ है। अब यहाँ के हो त हामीलाई नुन र उनको बारेमा दिएको छ, हामी यति नै अहिले हेर्छौँ है। तपाईँले फ्युचरमा गर्नु पर्यो भने प्रेजेन्टमा नुन, पास्टमा न उन, अनि फ्युचरमा चाहिँ र उल हुन्छ। र उल प्लस नाउन पढिसक्नु भएको होला। जाउँ हामी नुन र उन न उनलाई मात्र हेरौँ है त अहिले। नुन उन थङसाए फुथ थुये उनुन म्याङसारल कुम्या जुम्यान्छ ह्यान्जे इर नानुन इरिना फानबोक थुइनुन इलबान्चक सासिल इमुल नाथा निन्दा भनेर भनेको छ। नुन उन चाहिँ क्रियापदको पछाडि जोडेर आउने नामलाई मोडिफाई गरेर प्रेजेन्टमा देखा पर्ने काम अथवा दोहोरिने कामलाई चाहिँ सामान्य रूपको वास्तविकलाई अथवा तथ्यलाई चाहिँ दर्शाउँछ अथवा जनाउँछ भनिएको छ है त। जस्तै हामी थोरै इक्जाम्पल हेरौँ। यहाँ छगिएछ यहाँनिर राखिएको छ तल। छगिएछ त्यहाँबाट साजिनुल चिङनुन सारामी फोटोलाई चाहिँ खिच्ने मानिस वाङमिन सिएयो, वाङमिनजी चाहिँ हो भनेर भनिएको छ। साजिनुल चिक्ता भनेको फोटो खिच्नु हो, चिक्ता भब हो, भबको पछाडि चाहिँ दा हटाएपछि नुन लगाइयो, नुनको पछाडि पनि साराम है त यो नाउनवाला चाहिँ ल्याइएको छ। सो चिङनुन सारामी यसरी चाहिँ लगाइन्छ है त। ओके, हामी हाम्रो क्वेसनमा जाउँ है त। थोरै भए पनि बुझ्नुभयो होला। हेरौँ 1मा छनुन तातु थानुन फोमी छोआयो। तातु थादा भनेको हाम्रो फेरि एड्जेक्टिभ हो कि भर्ब हो त्यो पनि हामीले पत्ता लगाउन सक्नुपर्ने हुन्छ है। तातु थादा भनेको हाम्रो एड्जेक्टिभ हो। तातु थादा एड्जेक्टिभमा मैले अघि त्यहाँ के लेखेको थिएँ, एड्जेक्टिभ प्लस पास्टमा के लेखिदिएको थियो, न उन लेखिदिएको थियो नि होइन। कन्सोनेन्ट इन्डिङमा उन, भवेल इन्डिङमा चाहिँ न लाउनु पर्ने हुन्छ। छनुन तातु थानुन फोमी छोआयो। अब तातु थानुन होइन, यहाँ मिल्नको लागि चाहिँ हाम्रो तातुत हान हुन्छ है त। तातुत हान एग्जेक्टिभ र पास्टमा चाहिँ हामीले के लाउने भनेको थियौँ, न उन लाउने भनेको थियौँ भने न उन पनि भवेल इन्डिङमा न, कन्सोनेन्ट इन्डिङमा उन लगाउने हो। तातुत हान हुन्छ है। छनुन तातुत हानुन फोमी छोआयो गरेको छ। छनुन तातुत हान फोमी छोआयो यसरी चाहिँ भन्न सक्नुहुन्छ है। तातुत हानको पछाडि पनि फोम भनेको नाम जनाउने शब्द राखिएको छ है। यहाँनिर यसरी तातुत हान फोमी छोआयो यसरी बुझ्न सक्नुहुन्छ। मिल्नको लागि चाहिँ तातुत हान हुनु पर्थ्यो। इबन छाजु प्राय मान्दिल नुन उम्सिकी मोएयो। मान्दिल्दामा मान्दिल्दा र इरेगुलर हो, र हटाइसकेपछि यो ग्रामर लगाइन्छ। अब यो पनि के हो त हाम्रो भिएसटी हो, भब हो, थोङसा हो, त्यसैले नुन लगाउनु पर्छ। लगाइएको चाहिँ मिलेको छ, तर यहाँ के गर्नुपर्ने थियो त, र हटाउनु पर्ने थियो है त। मान्दु नुन राइट हुनको लागि चाहिँ मान्दु नुन हुन्छ, र इरेगुलर हो। जाउँ साम्बनमा। छे इल खाकाप उन याकुगी अधिएयो। खाकाप्ता, खाकाप्ता पनि हाम्रो एड्जेक्टिभ हो है, एड्जेक्टिभ हो भने अब खाकाप्तामा उन लगाइएको चाहिँ मिलेको छ, तर यो ब इरेगुलर भएकोले ब हटाएर हामीले यहाँ के लगाउनु पर्छ त, खाकाप्तामा ब हटिसकेपछि उ थप्नुपर्छ। उ थपेपछि हामीले
उन अथवा न लगाउने हो खाक्का उन है। अब ऊ थपेपछि त हाम्रो भर्ब इन्डिङै आयो, त्यस पछाडि के लगाउने हो त न नै लगाउने हो है त, खाक्का उन हुन्छ है। छे इल खाक्का उन याको कि अधि ए हो मिल्नको लागि चाहिँ यो हुन्छ साबनमा छिगुम थुन्नुन उमागन के पाप ए यो। अहिले सुनिरहेको सङ्गीत चाहिँ के पप हो है। यहाँ खाक्का उन याकुक तातुथान फोम मान्दनुन उम्सिक थुन्नुन उमाग है। हाम्रो मिल्ने एन्सर चाहिँ 4 नम्बर रहेको छ छङ्दाबुन साबन इम्निदा। ओके, यो पनि बुझ्नुभयो होला, ग्रामर पनि थोरै बुझ्नुभयो होला। जाउँ अब हामी सामेस साबनमा फिन्खाने थोरगाल खाजाङ आल्माजुन गसुल खुरुसिप्सियो। खाली ठाउँमा भित्र जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। फिन्खाने थोरगाल खाजाङ आल्माजुन गसुल खुरुसिप्सियो है। हाम्रो फिन्खानेमा चाहिँ अब मिल्ने कुरा चाहिँ चुज गर्नुपर्ने हुन्छ। साम्बन छनुन अल्मा छने मैले चाहिँ केही समय अगाडि इसारुल हेसुम्निदा बसाइ सरेको थिएँ। म चाहिँ केही समय अगाडि बसाइ सरेको थिएँ। इजे अब अथवा अहिले छिप छङ्निगा घर व्यवस्थापन अथवा घर मिलाउने कुन्ना सकिएकोले छुमारे सप्तान्नमा म राखिएको छ। थोङ्न्यो दुरुल सहकर्मीहरूलाई छिबुरो घरमा छोदे हेस निमन्त्रणा गरेर छुल्ग उन रमाइलो सिगानुल समयलाई फोनेको सिप्सुम्निदा बिताउने विचार गरेको छु भनेर बिताउन चाहन्छु भनेर चाहिँ भनिएको छ। हेरौँ अप्सनमा इल्बन छिबेस सुइल्सु अप्सुम्निदा घरमा आराम गर्न सकिँदैन है। छिबेस सुइदाबाट र उल्सु अप्ता ग्रामर लगाएको छ। सुइल्सु अप्सुम्निदा आराम गर्न सकिँदैन। इबन छिपदुरिरुल हार्यागो हाम्निदा घर पैँचो गर्ने विचार गरेको छु। छिपदुरी भनेको घर पैँचो हो। हार्यागो हाम्निदा र्यागो उर्यागो हादा नै विचार गर्नु। छिपदुरिरुल हार्यागो हाम्निदा घर पैँचो गर्ने विचार गरेको छु। साम्बन छङ्सो हेया हाल खोसी मान्सुम्निदा छङ्सो हादा सफा गर्नु। छङ्सो हेया हाल है सफा गर्नुपर्ने खोसी ठाउँ मान्सुम्निदा धेरै छ। साबन इसा हाल छिबुल फोर खासुम्निदा बसाइ सर्ने घर चाहिँ हेर्न गए भनेर भनेको छ। अब हाम्रो मिल्ने एन्सर कुन होला? छनुन अल्मा छने इसारुल हेसुम्निदा इजे छिप छङ्निगा कुन्नास छुमारे छिबेस सुइल्सु अप्सुम्निदा छिपदुरिरुल हार्यागो हाम्निदा छङ्सो हेया हाल खुसी मान्सुम्निदा इसा हाल छिबुल फोर खासुम्निदा कुन हुन्छ होला? पक्कै पनि के हो त नयाँ घरहरूमा चाहिँ सरेपछि हाम्रो नेपालमा पनि यस्तो खालको परम्पराहरू चाहिँ रहेको छ। नयाँ घर बनाइसकेपछि पूजाहरू लाउने अनि आफन्तजनहरूलाई साथीहरूलाई चाहिँ यसो बोलाएर के हो त सानोतिनो पार्टीहरू गर्ने अथवा भेटघाट चाहिँ गर्ने रमाइलो गर्ने परम्परा चाहिँ रहेको छ भने कोरियाको पनि त्यही हो है त। नयाँ घरहरूमा सर्नु अथवा नयाँ घर चाहिँ बनाएर बस्नु, त्यसरी बसिसकेपछि चाहिँ छिपदुरी घर पैँचो चाहिँ गरिन्छ। सो छनुन अल्मा छने इसारुल हेसुम्निदा इजे छिप छङ्निगा कुन्नास छुमारे छिपदुरिरुल हार्यागो हाम्निदा थोङ्न्यो दुरुल छिबुरो छोदे हेस छुल्गा उन सिगानुल फोनेगो सिप्सुम्निदा छङ्दाबुन इबन इम्निदा।
म चाहिँ छनुन अल्मा छने इसारल हे सुम्निदा मैले चाहिँ केही समय अगाडि बसाइसरेको थिएँ। इजे छिप छङ्निगा कुन्नास छुमारे छिपदुरीर हार्यागो हाम्निदा। अहिले चाहिँ घर व्यवस्थापन चाहिँ सकिएकोले सप्ताहमा घर पैँचो गर्ने विचार गरेको छु। थोङ्न्यो दुरुल छिबुरो छोडे हेस छिल्गा उन सिकानुल फोनेको सिप्सुम्निदा। सहकर्मीहरूलाई घरमा निमन्त्रणा गरेर रमाइलो समय चाहिँ बिताउन चाहन्छु भनेर भनेको छ। जाउँ हामी साबनमा। ओनुरुन आज चाहिँ अब यी नाल इम्निदा। अब यी नाल भनेको अभिभावक दिवस हो। ओनुरुन अब यी नाल इम्निदा आज चाहिँ अभिभावक दिवस हो। हाङ्गु केसनुन कोरियामा चाहिँ ओनुल आज फुमो निम्के बुबा आमालाई कोचुल थारा थुरीको फुल दिइन्छ र सन्मुल्दो थुरिमिदा उपहार पनि टक्र्याइन्छ। कोचुल थारा थुरिदा भनेको फुल टक्र्याउनु दिनु भन्ने बुझिन्छ। फुमो निमुल बुबा आमालाई फोर्य भेट्न खानुन जाने थोङ्न्यो दुरुल सहकर्मीहरूलाई फोनी देखेर अब कति नम्बर हुन्छ होला अप्सनमा हेरौँ। सन्मुरुल सागो सिप्सुम्निदा उपहार किन्न चाहन्छु। इबन यल्सिमी इल्हालगत गात्सुम्निदा मेहनत साथ काम गर्ला जस्तो छ। यल्सिमी मेहनत साथ इल्हालै र उल्गत गाथा ग्रामर चाहिँ लगाएको छ। यल्सिमी इल्हालगत गात्सुम्निदा मेहनत साथ काम गर्ला जस्तो छ। साम्बन फुमो निमी ओसिगिरो हेसुम्निदा बुबा आमा आउने निधो गर्नुभयो। गिरो हादा ग्रामर लगाएको छ। निर्णय गर्नु निधो गर्नु। साबन फुमोनिम सेङ्गागी मानी नासुम्निदा बुबा आमाको सम्झना चाहिँ धेरै आयो है। फुमोनिम बुबा आमालाई एकैचोटि भन्दा फुमोनिम भन्न सक्नुहुन्छ। सेङ्गागी मानी नादा सम्झना चाहिँ धेरै आउनु, सोच चाहिँ धेरै आउनु भन्ने जनाउँछ। सो अब हाम्रो मिल्ने एन्सर चाहिँ पत्ता लगाइसक्नु भयो होला। हेरौँ। ओनुरुन अब यी नाल इम्निदा आज अभिभावक दिवस हो। हाङ्गु केसनुन ओनुल फुमोनिम्के कोचुल थारा थुरीको सन्मुल्दो थुरिम्निदा आज चाहिँ कोरियामा चाहिँ आज बुबा आमालाई फुल टक्र्याइन्छ र उपहार पनि टक्र्याइन्छ। फुमोनिमुल फोइर खानुन थोङ्न्यो दुरुल फोनी फुमोनिम सेङ्गागी मानी नासुम्निदा बुबा आमालाई भेट्न जाने सहकर्मीहरूलाई देखेर बुबा आमाको सम्झना चाहिँ धेरै आयो भन्न खोजिएको हो। छङ्दाबुन साबन इम्निदा। अरू पक्कै पनि मिल्दैन। हेर्नुहोस्। फुमोनिमुल फोइर खानुन थोङ्न्यो दुरुल फोनी सन्मुरुल सागो सिप्सुम्निदा यल्सिमी इल्हालगत गात्सुम्निदा फुमोनिमी ओसिगिरो हेसुम्निदा फुमोनिम सेङ्गागी मानी नासुम्निदा। तपाईँले पक्कै पनि पत्ता लगाउनु भयो होला। मैले पनि पत्ता लगाइसकेको छु। फुमोनिम सेङ्गागी मानी नासुम्निदा चाहिँ हाम्रो राइट एन्सर हो। फिनखानेमा राइट हुन्छ है त। जाउँ हामी ओभनमा। थाउमखुरुल इगो दिएको हरफलाई पढेर दिएको लेखलाई पढेर नेउङ्गा विषयसँग गाथुन उस्तै गसुल कुरालाई खोरुसिप्सियो छान्नुहोस्। थाउमखुरुल इल्गो नेउङ्गा गाथुन गसुल खोरुसिप्सियो दिएको हरफलाई पढेर विषयसँग उस्तै कुरालाई छान्नुहोस् भनिएको छ। यो हरफ पढेर हामीलाई 4वटा अप्सनहरू चाहिँ दिएको छ। त्यहाँबाट राइट एन्सर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। हेरौँ। खुक्याङ इरुन राष्ट्रिय विधा चाहिँ खुक्याङ इल भनेको राष्ट्रिय विधा हो। राष्ट्रिय विधा चाहिँ यक्सा जगुरो। यक्सा भनेको ऐतिहासिक हो। ऐतिहासिक रूपमा तुत्किफुन
गहिरो अर्थ, गहिरो मिनिङ है। गिप्ता भनेको गहिरो, तुत भनेको अर्थ, तुत्किफुन गहिरो मिनिङ भएको, नारुल दिनलाई खिन्यम हागना सम्झना गर्ने वा खिन्यम हादा भनेको सम्झना गर्नु, स्मरण गर्नु, खिन्यम हागना गना वा अथवा भन्ने ग्रामर हो। सम्झना गर्ने वा ख्यङछुक हागी उये उत्सवको निम्ति नारा एस देशमा छङहान तोकिएको नाल इम्निदा दिन हो भनेर भनिएको छ। हाङ्गुगे कोरियाको खुक्यङ इरेनुन राष्ट्रिय विधामा चाहिँ सामइल्जल स्वतन्त्र दिवस, छेहन्जल संविधान दिवस, ख्वाङबोकजल मुक्ति दिवस, खेछन्जल राष्ट्रिय स्थापना दिवस, हाङ्गल नाल कोरियन लिपि दिवस यी सुम्निदा चाहिँ रहेको छ भनेर भनिएको छ। यो चाहिँ कोरियाको के हो त राष्ट्रिय विधाहरूमा पर्ने कुराहरू हो। छेहन्जललाई छेओहान निकालेर अथवा बाहेकमा चाहिँ थारुन अरू खुक्यङ इरोन राष्ट्रिय विधा चाहिँ फप्चङ खोङह्यु इल्लो, फप्चङ भनेको कानुनी, खोङह्यु इल्लो सार्वजनिक विधामा, छिजङ थोयदा भनेको तोक्नु, निर्धारण गर्नु, छिजङ थोय इस्युम्य तोकिएको छ र खाक्चोङ प्रत्येक खिन्यम सिक्वा सम्झना र ख्यङछुक हिंसागा उत्सवको कार्यक्रम चाहिँ यल्लिमिदा खोलिन्छ भनेर भनेको छ। खाक्चोङ भनेको प्रत्येक, हरेक भनेर बुझ्न सकिन्छ। खिन्यमसिक सम्झना, ख्यङछुक भनेको उत्सव, हिंसा कार्यक्रम, यल्लिदाबाट यल्लिमिदा। खाजङ एसनुन घर घरमा अथवा घरमा, खिपुमुल हाम्के हागी उइहाय घर घरमा चाहिँ खुसी चाहिँ सँगै बाँड्नको निम्ति, खिपुदा भनेको खुसी हो, खिपुमुल हाम्के हागी उइहाय खुसीलाई सँगै गर्नको निम्ति, खुक्किरुल खेयाङ हाम्निदा झन्डालाई चाहिँ फहराउँछन्, उठाउँछन् भनेर भनेको छ। खुक्की भनेको झन्डा हो, खेयाङ हादा भनेको फहराउनु, उठाउनु भन्ने जनाउँछ। खुक्किरुल खेयाङ हाम्निदा झन्डालाई फहराउँछन्, उठाउँछन् भन्न खोजिएको छ। हेरौँ एकचोटि। खुक्यङ इरोन यक्सा जगुरो तुत्गिफुन नारुल खिन्यम हागना ख्यन्छुक हागी उइहे नारा एस छङहान नाल इम्निदा। राष्ट्रिय विधा चाहिँ ऐतिहासिक रूपमा गहिरो मिनिङ भएको दिनलाई सम्झना गर्ने अथवा उत्सव मनाउनको निम्ति देशमा तोकिएको दिन हो। हाङ्गुगे खुक्यङ इरेनुन सामिलजल, छेहन्जल, ख्वाङबोकजल, खेछन्जल हाङ्गुक नारी इस्युम्निदा। कोरियाको राष्ट्रिय विधाहरूमा चाहिँ स्वतन्त्र दिवस, संविधान दिवस, मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस, कोरियन लिपि दिवस चाहिँ रहेको छ भनेर भनिएको छ। छेहन्जरुन छेओहान थारुन खुक्यङ इरोन फप्चङ खोङह्यु इल्लो छिजङ थोय इस्युम्य खाक्चोङ खिन्यम सिक्वा ख्यङछुक हिंसागा यल्लिम्निदा। संविधान दिवस बाहेक चाहिँ अरू राष्ट्रिय विधाहरूमा चाहिँ कानुनी सार्वजनिक विधा चाहिँ तोकिदिएको छ र प्रत्येक सम्झना र उत्सवको कार्यक्रमहरूलाई चाहिँ खोलिन्छ अथवा मनाइन्छ भनेर भनिएको छ। खाजङ एसनुन खिपुमुल हाम्के हागी उइहाय खुक्किरुल खेयाङ हाम्निदा। घर घरमा चाहिँ खुसी बाँड्नको लागि, खुसी चाहिँ सँगै बाँड्नको निम्ति चाहिँ झन्डालाई फहराउँछन् भनेर भनिएको छ। यो के हो त खुक्यङ इलहरूमा चाहिँ यस्तो गरिन्छ भनेर भनिएको छ।
जाउँ अब हामी अप्सनमा खुक्याङ इरुन राष्ट्रिय बिदा चाहिँ मोदु सबै खोङ ह्यु इल इम्निदा सार्वजनिक बिदा हो भनेर भनिएको छ। राष्ट्रिय बिदाहरू चाहिँ के हो त? सबै सार्वजनिक बिदा हो भनेर यहाँ माथि दिएको छैन है, हेर्नु है, दिन चाहिँ दिएको छ तर यहाँ छेहन्जल छेओहान भनेको छ। यहाँ छेहन्जरुल छेओहान थारुन खुक्याङ इरुन फप्चङ खो ह्यु इल्लो छिजङ थोय इस्सोम्य गरिएको छ। सो खुक्याङ इरुन मोदु खोङ ह्यु इल इम्निदा राष्ट्रिय बिदा चाहिँ सबै सार्वजनिक बिदा हो भनेको छ, होइन है। इल्बन मिलेन इबनमा हाङ्गु गेनुन कोरियामा चाहिँ मे दाल प्रत्येक महिना खुक्याङ इरी इस्सुम्निदा मे दाल है, मे भनेको प्रत्येक हरेक हो। मे दाल खुक्याङ इरी इस्सुम्निदा कोरियामा प्रत्येक महिना राष्ट्रिय बिदा छ भनेर भनिएको छ। प्रत्येक महिना चाहिँ भनिएको छैन है, अथवा प्रत्येक महिना पर्दैन पनि, कुनै कुनै चाहिँ पर्न सक्छ। साम्बन खुक्याङ इरुन राष्ट्रिय बिदा चाहिँ खेइनी व्यक्तिगत छङहान व्यक्तिले थुक्प्यालहान नाल इम्निदा खुक्याङ इरुन खेइनी छङहान थुक्प्यालहान नाल इम्निदा राष्ट्रिय बिदा चाहिँ व्यक्तिले तोकिएको विशेष बिदा हो भनेर भनिएको छ। व्यक्तिले होइन, के हो त? देशको मान्छेले देशले चाहिँ तोकिएको बिदा हो, एउटा व्यक्तिले तोकिएको बिदा होइन है त। साबन खुक्याङ इरुल खिन्यम हागी उइहे राष्ट्रिय बिदालाई सम्झनाको निम्ति ख्याङचुक हेङसारुल हाम्निदा उत्सवको कार्यक्रमहरू चाहिँ गरिन्छ भनेर भनिएको छ। हेर्नुहोस् त, खाक्चङ खिन्यम सिक्वा ख्याङचुक हेङसागा यल्मिदा भनेर भनिएको छ। सो खुक्याङ इरुल खिन्यम हागी उइहे ख्याङचुक हेङसारुल हाम्निदा, यो चाहिँ हाम्रो एन्सरमा मिल्छ है। छङदाबुन साबन इम्निदा तीनवटा चाहिँ मिल्दैन, यो चाहिँ मिल्ने एन्सर रहेको छ। ओके, च्याप्टर 27 को इल्गीलाई राम्रोसँग बुझ्नुभयो होला भन्ने आशा गरेको छु। अब कतै बुझ्नुभएको छैन भने कमेन्टमा भनी लेख्न सक्नुहुन्छ, अथवा तपाईँहरूले कतिचोटि पढिसक्नु भएको छ, जहाँसम्म लाग्छ बुझ्नु पनि भयो होला। र मैले बोल्ने क्रममा कतै मिस्टेक गरेको छु भने सरी भन्न चाहन्छु। अर्को क्लास लिएर आउने नै छौँ। आजलाई यति नै, धन्यवाद, खाम्साहाम्निदा।